एभ्रिवान गुड मर्निङ। तपाईँलाई स्वागत छ मेरो युट्युब च्यानलमा। र फेरि आज चाहिँ मेरो कामको दोस्रो दिन तेस्रो दिन कति भयो फेरि कति जाँदैछु बिहानै सक्नुहुन्छ तपाईँहरू मेरो साथमा जुडिनु म जान्छु फटाफट। म मेन रोडमा रहेछु। मलाई गाइजहरू एउटा कुरा भन्नु, यो चाहिँ के हो मलाई त्यो चाहिँ भन्नु है। गाइजहरू मेन रोडमा आइसकेपछि अब जाने हो। मौसम ठिक छैन यार। गाइजहरू अब म चाहिँ यो मेसिन कसरी अन गर्ने एक्सरेको चाहिँ यो सबै तपाईँहरूलाई डिटेल्स देखाउन गइरहेको छु हैन। फर्स्ट अफ अल त हामीले मेन बटम यो स्विच अन गर्नु पर्यो हैन। अन गरिसकेपछि फेरि यतापट्टिको पनि दुईटा स्विच अन गर्नु पर्यो। ग्रीन बलिसकेपछि चाहिँ खुल्छ। ग्रीन बल्यो हैन। ग्रीन बलिसकेपछि चाहिँ अब यता सीपीयू पनि मैले अन गरेँ। त्यसपछि रिमोट अन गर्ने। रिमोट अन गरिसकेपछि यहाँ चाहिँ अब आफै खुल्छ हैन। त्यसपछि मैले गएर यो प्रिन्टरको बटन अन गरेँ। त्यसपछि म क्यासेट रिडरको पनि अन गर्छु। यहाँ पनि ग्रीन लाइट बल्छ पछि आफै हैन। त्यसपछि लाएर म यहाँ कम्प्युटरमा जान्छु। यहाँ लोडिङ हुँदैछ। लोडिङ भइसकेको छ। त्यसपछि हामीले चाहिँ अब यहाँनिर देख्न सक्नुहुन्छ कस्तो हुँदा अब हामीले न्यू पेसेन्टको लागि चाहिँ यता जाने। यता गइसकेपछि यहाँनिर सबै पेसेन्ट आइडी नेम एज सबै राख्ने। यो चाहिँ ह्यान्डको एक्सरे हो हेर्न सक्नुहुन्छ गाइजहरू। यो चाहिँ रिसेप्सन हो। त्यसपछि म चाहिँ यहाँ यता हेरेर मजाले हालेर बसेँ। चारतिर क्यामेरा छ, डर पनि लाग्छ मलाई बनाउनलाई। त्यही पनि बनाइदिन्छु भनेर बनाइदिएको होइन। कस्तो कस्तो भइरहेको थियो हेरिरहनु भएको थियो म्यामहरू। त्यही पनि अहिले बनाइदिएँ होइन। हाँस उठिरहेको थियो मलाई। आजको ब्लग चाहिँ मेरो यहीँ इन्ड हुन्छ। हजुरहरूलाई मन परेमा लाइक सेयर एन्ड कमेन्ट सब्सक्राइब गर्न नभुल्नु होला। एन्ड वेट फर नेक्स्ट ब्लग। बाई बाई।